फेसबुकमा लोकसेवाको टिप्स भेटियो। लो हेर्नुहोस् त, लोकसेवा पढ्ने भनेर काठमाडौँ जस्ता ठुला ठुला सहरमा चाहिँ कोठा भाडा तिरेर चाहिँ लोकसेवाको तयारी गर्न बसो, अनि भात खान पाएको छैन या चाहिँ खाजा खान पाएको छैन, एकछिन फेसबुक खोलौँ भनेर चाहिँ फेसबुक चलाउन थाल्यो, सार्दा गऱ्यो, अनि त्यसपछि नाना थरी भेटिन्छ, न लोकसेवाको कुनै टिप्स भेटिन्छ, हालिदिन्छ लोकसेवाको चाहिँ टिप्स भनेर उहाँ झापा काण्डले। अनि त्यसपछि बाँसको टुप्पोमा सबैभन्दा ठुलो सर्प भेटियो भनौँ, त्यही हेरौँ, लाइक गरौँ, कमेन्ट गरौँ। अनि लोकसेवाको विषयमा भएको सिलेबस अनुसारको हेरेर पढे पो लोकसेवा पास गर्न सकिन्छ त। अनि कोठा भाडा बसिया छ, होस्टेल बसिया छ, अनि त्यसपछि चाहिँ खालि एकछिन फेसबुक भनौँ, एकछिन टिकटक भनौँ, चलायो बसो, लास्टमा जति खोज्दा गरौँ, जति खोज्दा गरौँ, फेसबुकमा के भेटिन्छ, बाँसको टुप्पामा यत्रो सर्प भेटियो भनेर चाहिँ बाँसको टुप्पामा भेटिएको चाहिँ पोस्ट आउँछ। अनि त्यसपछि त्यही हेरौँ, पढौँ, त्यसपछि लाइक गरौँ, कमेन्ट गरौँ, दुःख गरेर मेहनत गरेर पढ्ने त फेसबुक टिकटक आजदेखि बन्द गरेर लोकसेवाको तयारीमा लाग्नुहोस् त। आफ्नो सिलेबस अनुसार चाहिँ मेहनत गरेर पढ्नुहोस् त, तपाईँको 6 महिनाभित्र लोकसेवा नाम निस्किन्छ। त्यो अनुसार मेहनत गरेर पढ्नुहोस् त।